हामी घुमघाममा व्यस्त रक गार्डनमा हैन रक गार्डनमा भनि रक गार्डनमा हेर्नुस् यता यता तलैबाट तलुनदेखि मेरो मुखसँग देखेको तलैबाट चाहिँ कति ढुङ्गै ढुङ्गा हुँदै यहाँ चौरसम्म आएको छ कति ढुङ्गा छ हैन यता पनि ढुङ्गा यो चौरभर त पुरै ढुङ्गा होला सायद उ त्यो माथि मात्रै छ सल्लाहकारी यो है मन्दिर हामी आएको बाटो गाइस टोलीहरू अगाडि छन् ल तिनीहरूलाई इन्ट्रोड्युस गरा सबभन्दा अग्लो ठाउँ नभनौँ होइन सबभन्दा अर्खाँचीको अग्लो ठाउँ सबभन्दा अग्लो ठाउँ अर्खाँचीको यही रक गार्डन नै हो रे के रे ओ तिम्रो पर्ख्यौ के ल अग्लो ठाउँ भनौँ होइन सबभन्दा यिनीहरूलाई परिचय दियो कि यिनीहरूको मेरो नाम ल छिटो भन्नुस् के मेरो नाम कल्पना श्रेष्ठ हो घर मेरो लाप्तेबाज माइत मेरो सल्लीकोट यहाँ कुन ठाउँ आउनुभयो घुमघाम गर्न म रक गार्डन कस्तो लागिरहेछ मलाई रमाइलो घुमघामको अनुभव र यो ठाउँ कस्तो लागिरहेछ यहाँ जा मलाई त एकदम तेरो आफ्नो परिचय दे त्यहाँ परिचय दिन पर्यो कि ल नमस्कार ल भन्नु नाम तुलसा हो घर गाउँ कुन्नी माइत कहाँ हो माइत अर्खाँची सल्लीकोट हो यहाँ म मेरो माइत अब तैँले मेरो उन भनेर तैँले भन्नु मेरो चाहिँ मेरो भाउजू हो सबैले लाइक सेयर सब्स्क्राइब गरिदिनु होला हैन यो जेठीनन्द यो माइलीनन्द पारी छिनगान यो भान्जी यहाँ चाहिँ भान्जी अनि ऊ उहाँको दुकुरेका चाहिँ भान्जा भान्जा भरु दुकुरेन छोरो पनि हो ऊ अर्का भान्जा ओ तिम्रो दुइटाले परिचय दिएन है उहाँको परिचय त दिएर हमला पर गएर